तपाईहरुलाई म अब आज एउटा फर्सी देखाउँछु। फर्सी भनेर भन्थ्यौं हामीले। यो हाम्रोतिर यसको नभएको बोट पनि रहन्छ। यस्तो फर्सीले जस्तै फुल्छ पनि फल्छ पनि। यो टिकटिके फर्सी भनेर भन्थ्यौं हामीले। यो यस्तो फल्छ परेको टिकटिके फर्सी भन्थ्यौं। यो खास चाहिँ के हो को मैले बुझ्न चाहेको र तपाईहरुलाई पनि देखाउन चाहेको। अब यसलाई काटेर म तपाईहरुलाई देखाउने छु। यो अब तपाईहरुलाई म यो हाम्रोतिर हुने यो फर्सी टिकटिके फर्सी काटेर देखाउँदै छु। कामो हुन्छ फेरि यसको बोक्रा। खास चाहिँ अब यस्तो हुन्छ। यो भित्र चाहिँ हेर्नुहोस्, यो हेर्नुहोस्, यो चाहिँ खासमा चाहिँ हाम्रोतिर पुरा पाइन्छ। यो चाहिँ म चाहिँ खासमा चाहिँ फर्सी होइन जस्तो लाग्दैछ कि पम्पकिन भन्छ नि इङ्ग्लिसमा, चाहिँ पम्पकिनकै रूपमा भन्थ्यौँ। तर यो चाहिँ खासमा चाहिँ पम्पकिन होइन। यो चाहिँ अलिक ठुलो खालके बिहा भएको यस्तो हुन्छ बिहा। यो यसको बिहा चाहिँ यस्तो हुन्छ तपाईको यस्तो हुन्छ। हेर्नुहोस् त लु, कालो कालो जस्तै खरबुजाको जस्तो हुन्छ बिहा, तर ठुल्ठुलो हुन्छ। यो बिहा यस्तो हुन्छ हो। यसको सब्जी खानु मिल्दैन। हामीले चाहिँ कलिलोमा चाहिँ खान्छौँ सब्जी, तर बिहा यस्तो हुन्छ। हेर्नु, खरबुजा जस्तो वाटरमेलनको जस्तो हुन्छ। हेर्नुहोस्, त्यसै कारण यो सायदै मेरो विचारमा चाहिँ व्हाइट वाटरमेलन हुन सक्छ। र सायदै यो स्वास्थ्यको लागि पनि राम्रो हुन सक्ने एउटा मैले सोचेको छु। र यसलाई म एकपल्ट टेस्ट पनि गर्छु। सेम हुन्छ, बोक्राहरू पनि चाम्रो वाटरमेलनको जस्तो यस्तो हुन्छ। हेर्नुहोस्, कालो हुन्छ बिहा सेम। र यसको टेस्ट चाहिँ कस्तो हुँदो रहेछ एकपल्ट तपाईहरुलाई म टेस्ट गरेर देखाउँछु। सायदै यो व्हाइट वाटरमेलन हुन सक्छ, व्हाइट सेतो खरबुजा। तर यो खरबुजा जतिको चाहिँ गुलियो चाहिँ छैन, तर त्यस्तै सेम खरबुजाको जस्तै छ। हेर्नुहोस्,